चाहिँ अहिले राति नाइटमा बसेर देख्न सक्नुहुन्छ अहिले पछाडि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ गाइजहरू चाहिँ मेरो आँखा भएस अरू अर्कै भइरहेको छ राति नाइटमा होइन हामी 5 बजीतिर आइपुगेको थियो यहाँ हामी चाहिँ एउटादेखि रुकुमकोटदेखि आएको देख्न सक्नुहुन्छ हिमाल अनि उता छ हुकाम उता अनि यो डाँडापल्टी मैकुट अनि यता काजारजङ भन्नेमा आइसकेको छु अनि यता मेरो भेनाजु हुनुहुन्छ अनि साथसाथमा हाम्रो घोडा चाहिँ के छ हाम्रो घोडा 2 जनाको यात्रा निकै गाह्रो भइरहेछ गाइस कस्तो लाग्यो हैन तपाईको यात्रा एकदम राम्रो लाग्यो साला एट आज हिँडेको यार पुरै दुलो यस्तो भयो आज गालेको आज रे बाल अर्को तगरे हुए है